साथीहरू, बसन्त अर्कै केटीसँग बिहे गरेको थाहा पाएपछि मधु झुन्डिएर मर्ने अवस्थामा छिन्। साथीहरू, मधु अब मर्नु हुँदैन भन्ने चाहनुहुन्छ भने कमेन्टमा मधु भनेर लेखिदिनु होला र च्यानललाई सब्सक्राइब गरी अन्तिमसम्म हेरिदिनु होला। एकैछिन पख्न, मैले भित्र्याउने बाटोमा पालाको बत्ती बाल्छु क्या। बत्ती अब भोलिबाट बुहारीले नै बाल्छिन्। यो तामझाम गर्नुभन्दा अब बुहारीलाई छोरी बनाएर राख। यो घरमा पहिलो पटक भित्रिएकी बुहारी मेरो बुहारी मात्रै होइनन्, लक्ष्मी पनि हुन् यिनी। ल ल, धेरै कुरा नगरिकन अब टिकाटाला गरेर बेहुला बेहुलीलाई भित्र लैजाऊ। अनि बुहारीलाई फेर्ने धोती चोलो कपडा के छन् देऊ। हस्, हुन्छ बसन्ते, आइज म तँलाई टिका लगाइदिन्छु। ल, भाग्यमानी भएस्, चिरञ्जीवी भएस्। अब बिहे गरेपछि तेरो एकदम राम्रो प्रगति हुन्छ। आऊ नानी, अब म तिमीलाई पनि टिका लगाइदिन्छु। भाग्यमानी हुनु, चिरञ्जीवी हुनु, सौभाग्यवती हुनु। ल हिँड जाम, आऊ आऊ, आइज बसन्ते त पनि। ल बाबु, तपाईँले पनि आजबाट भाउजू पाउनुभयो। तर भाउजूलाई सधैँ भाउजूको व्यवहार होइन, आमा र दिदीको व्यवहार गर्नुपर्छ है। त्यो त मलाई राम्रोसित थाहा छ मामा। भाउजूहरूमा आमाको दोस्रो रूप हुन्छ अरे। तपाईँको दाई अलि घमण्डी र आफूले जे भन्यो त्यसैलाई सही ठान्ने रहेछन्। बेला बेलामा सम्झाउँदै गर्नु है। यस्तो हुने भनेको त बेला बेलामा मात्रै हो मामा। हिजोको दिनमा पनि सम्झाएको थिएँ मैले र भोलि पनि सम्झाउने छु। तपाईँले चिन्ता नगर्नुहोस् यो बारेमा। तिमीले पनि देख्यौ नि, तिम्रो भाउजूका बाउआमा आफ्नो छोरीलाई बिदाई गर्दा कति धेरै रोका थिए। यो सम्झेर पनि तिमीहरूले भाउजूलाई बाउआमाले जस्तै माया गरेर राख्नुपर्छ। मलाई थाहा छ मामा। ल बसौ न त, बसेरै गफ गरे पनि त हुन्छ नि। बुहारीलाई कोठा देखायो त? अनि लुगा फेर है भनेर म बाहिर आएँ कि। भान्जा कता छन् त? भित्र बसेर फोन हेरिरहेको छ। बिहान ज्ञानुले ल्याएर दिएकी थिइन् के रे, त्यही भएर होला खुसीले त्यो त फुरुङ्ग भएको छ। हेर है दिदी, भान्जाले जथाभावी फोन चलाउने दुनियाँ केटीहरूसित कुरा गरे घरबार बिग्रेला नि। ख्याल राखे तिमीले यो बारेमा राम्रोसित। हुन्छ। ठुली आमा, बिहान ज्ञानु यता आएर फोन छोडेर जानु भएको हो र? हो नि, तर फोन चाहिँ मधुले पठाइकी रे। ल ल, धेरै कुरा नगरिकन खाना पाकेको भए खाना खाम। बिहानदेखि खाना नखाएर होला साह्रै भोक लागेको छ। हुन्छ, आइज भाइ, खाना खाएर कुरा गरौँला। शिशिर, तँ पनि आइज। नाइ ठुली आमा, बरु भोलि एकपटक खाने गरेर आम्ला। अहिले घर जान्छु। थोरै खाएर जा के। नाइ ठुली आमा, तपाईँहरूले खानुहोस्। बरु म एकपटक घर गएर आइहाल्छु नि है। हुन्छ, जा न त। तर मैले देवर देउरानीलाई यो बारेमा केही भनेको छैन। तँ आउँदाखेरि सबैसँगै आओ है। हस् ठुली आमा, अहिलेलाई म हिँडेँ। ल ल, आइज भाइ, खाना खाम। हस् हिँड। हेलो बसन्ते, तपाईँ मामा घरबाट आइसक्नु भयो? मामा घरबाट? मामा घरबाट। कि मामा घर गएर आएको कुरा पनि मसँग झुट बोल्न खोज्दै हुनुहुन्छ र? त्यस्तो होइन मधु, कुरा अर्कै छ यहाँ। कस्तो अर्कै छ? बिहान मैले ज्ञानुलाई तपाईँको घरमा फोन दिन पठाउँदा तपाईँ मामा घर जानु भएको थियो रे भनेर भन्दै थिइन् ज्ञानुले मलाई।